हेलो वेलकम टू माई छोटो ब्लग हैन। आज चाहिँ हामी फुल रोप्नको लागि तयारी गर्दैछौँ। यो फुल चाहिँ बजारमा गएर हैन किनेर लिएर तयार पारेको छौँ। अब हामी चाहिँ तयार गरेर अब हामी चाहिँ फुल रोप्नको लागि तयार गर्दैछौँ साथीहरू। अब यहाँ चाहिँ स्कुलको बिरुवाहरू टन्नै ल्याएको छौँ हैन। अनि आज चाहिँ बुधबार थियो त म पनि बजार गएर अनि टक्क लिएर राखेर छौँ। खै अनि यस्तो त एउटा मात्रै छ त कहाँ गयो यस्तो? यहाँ भित्र छ अलि भित्र। अनि गमला अझै उता पनि छ। लगाएर रेडी गर्दैछौँ। माटो लाउनु भनेर सबै माटो धोएर तयार पारेको छौँ। अझै धेरै छ हैन, तयार बनाउँदैछौँ है। माटो घोल न। बहिनीले चाहिँ मुनि पहिला गिटी लाउँदैछ। गिटी लगाएर चाहिँ पानीहरू सुक्छ भनेर लगाएको। अब गिटी लगाएर चाहिँ यो भाल माटो लाउँदैछ, मल भएको माटो। यो चाहिँ हल्का काठको धुलोसँग मिसाएको है। अलिक उयो गर्नुपर्छ होला माटो मजाले। हामीले चाहिँ तयार पार्दैछौँ। खाट्नुपर्छ होला अलिअलि त, खाँदिरहनु भएर सुरु बनाउनु। अलिक मजाले लगायो भरे पानी उयो गर्दा गर्दा त उयो भन्छ नि। भएपछि थप्नु माथिबाट हल्का पर्दैछौँ। अब हामी चाहिँ यति धेरै छ है, कहिले उयो गरिसक्ने होला। पानीबाट गिटी लाउँदैछौँ। माथिबाट मल काठको धुलो अनि सबै घोलेर गर्दैछौँ। रेडी बनाएर राखिरहेको छौँ। हामीले चाहिँ रेडी बनाएर यति धेरै बनाइसक्यौँ। अब अझै कति धेरै बनाउनु छ होइन, तर यो माटो र मल चाहिँ सक्यो। फेरि ल्याउनु पर्ने छ गोठदेखि। यहाँ चाहिँ अब काठको धुलो अलिअलि लगाउँछौँ। अब धेरै भयो। काठको धुलो लगाएर लगाएको छौँ। मजाले चाहिँ मुसेर टक्क बनाउनुपर्छ। हामीले चाहिँ सबै तयार पारेर अब यो फुल लिएको छौँ। अब फुल चाहिँ रोप्न लाग्यो है। मुनि त गाडिँदैन त नि बबी। यति तँलाई गिटी धेर नलगाउने भयो। गिटी कहाँ धेर छ हौ। अब हामी चाहिँ फुल रोप्दैछौँ। बाँध्छ कि बाँध्दैन नि, यस्तो ओइरिसक्यो। गरौँ न चाहिँ धेरै छ फुल रोप्नु। फाइनली त्यहाँ राख। ओइरिसकेको छ। फाइनली पनि रोप्दैछौँ। एउटै खालको पर्छ त्यो। हिजो हामीले चाहिँ साथीहरू फुल रोपेको थियौँ नि त। फुल हेलो साथीहरू, हिजो चाहिँ हामीले फुल रोप्दै थियौँ। आज यस्तो बनाएको छौँ है। हाम्रो चाहिँ यस्तो बनाएको छ। यता चाहिँ फेरि अलिक मर्न लागेको जस्तो भइरहेको छ होइन। हाम्रो फुलबारी चाहिँ दामी फुलिरहेको छ। रोज अब अझै यहाँ बनाउनै बाँकी छ होइन। यो फुलहरू त रोपेको छौँ, तर अब यस्तो मजाले भएको छैन बिस्तारो। यहाँ पनि एउटा तार छ त। फाइनल्ली फुल चाहिँ अब हामीले चाहिँ यत्तिको बनाएको छौँ, तर बाँच्छ कि बाँध्दैन थाहा छैन। यहाँ चाहिँ फुलेको नि त, त्यही भएर ओके। तपाईँहरूलाई म फेरि पनि अझै हामी फुलहरू थप्ने क्रममा छौँ होइन। तपाईँहरूलाई अलिक फुलहरू थपेर राम्रो फुल लिएर चाहिँ
तपाईहरुलाई मज्जासँग भिडियो देखाइन्छ है। यति नै हो।